नमस्कार, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ राष्ट्रिय पारा बास्केटबल खेलाडी भरत बिसीज्यू। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। भरतजी, यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद, नमस्कार। आराम हुनुहुन्छ? हजुर, एकदम आराम। कुरा यहाँबाट सुरुवात गरौँ होइन। अहिले यहाँहरू एउटा अभियानमा लागिरहनु भएको छ, हाम्रो देश नेपालको पनि नाम रहोस् भनेर होइन। मैले भन्दा पनि यहाँकै मुखबाट म सुन्न चाहन्छु, एउटा फेसबुकमा यहाँहरूले एउटा भिडियो सेयर गरिरहनु भएको छ जुन लाइक, कमेन्ट अनि भ्यूको आधारमा सेलेक्ट हुनुहुन्छ होइन। के हो यो कुरा, बताइदिनुहोस्। यो चाहिँ बङ्गलादेश एउटा आयोजक संस्था बनेको छ, बङ्गलादेश राष्ट्र। यसमा चाहिँ विश्वमा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो दैनिकी जीवनयापन सहज बनाउनका लागि प्रयोग गरिने सहायक सामग्री भन्छ, एडिटी भन्छ, एसिस्टिभ डिभाइस एन्ड टेक्नोलोजी, जुन सहायक सामग्री प्रयोग गरेर समाजमा अथवा आफ्नो देशमा भएका गतिविधिहरूमा संलग्न हुनका लागि म जस्तै अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ व्हिलचेयर, व्हाइट क्यान, हियरिङ एड, बैशाखी प्रयोग गरेर आफ्नो जीवनलाई सहज बनाई आफ्नो जीवनमा, आफ्नो समाजमा, आफ्नो राष्ट्रमा योगदान दिने अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ त्यो सहायक सामग्रीको मार्फत चाहिँ कस्तो योगदान पुर्याइरहेका छन् र कस्तो त्यसले इम्प्याक्ट पारिरहेको छ भनेर चाहिँ यो प्रतिस्पर्धामा चाहिँ विभिन्न देशबाट सहभागीहरू हुनुहुन्छ, जसमा नेपालबाट पनि हामी धेरैजना अपाङ्गता भएका व्यक्तिहरू सहभागी भएका छौँ। अहिले मेरो फेसबुकमा एउटा पोस्ट गरेको छु, मेरो स्टोरी, जुन स्टोरी चाहिँ मेरो यो व्हिलचेयरले गर्दाखेरि म यहाँसम्म पुगेँ भनेर चाहिँ मैले एउटा सानो स्टोरी बनाएको छु। त्यो स्टोरी एकदमै भाइरल भइरहेको छ। किन भइरहेको छ भनेर पनि सोधिराख्नु भएको छ धेरै मान्छेहरूले। र यो चाहिँ नेपालबाट एउटा प्रतिनिधित्वको रूपमा मैले भाग लिएको छु। यसमा पुरस्कार राशि थोरै भए तापनि यो इन्टरनेसनल एक्सपोजर, मेरो यो स्टोरी चाहिँ अन्तर्राष्ट्रिय रूपमा चाहिँ जानेछ र म जस्तै र मभन्दा अझ घरभित्र सीमित भएका व्यक्तिहरूलाई चाहिँ त्यो प्रेरणाको स्रोत हुनेछ भन्ने विश्वासका साथ धेरै साथीहरूले चाहिँ यसमा सहयोग गर्दै सेयर, लाइक, कमेन्ट गरेर मलाई सपोर्ट गरिराख्नु भएको छ। यहाँलाई शुभकामना छ, यहाँ जित्नु होला। धन्यवाद। हामीले लगभग 5 वर्ष अगाडि कुराकानी गरेका थियौँ होइन। त्यो बेला यहाँको एउटा स्टोरी लगभग हामीले समेटेका पनि थियौँ होइन। केही हदसम्म हामी 30 मिनटमा जति भ्याउँछौँ त्यति होइन। अब यो 5-20 वर्षभित्र चाहिँ के भयो, यहाँले धेरैवटा टुर्नामेन्टमा पार्टिसिपेसन गर्नुभयो, धेरै कुराहरू एचिभ गर्नुभएको छ, पदक मेडलहरू ल्याउनु भएको छ होइन। मैले त यहाँलाई फलो गरिरहेको हुन्छु, देखिरहेको हुन्छु। के भयो यो बिचमा, बताइदिनुहोस् न। यो बिचमा धेरै परिवर्तनहरू भए। मैले पहिला पनि भनेको थिएँ, मेरो सपना 5 वर्षपछिका सपनाहरू सेयर गरेको थिएँ त्यहाँ। त्यसमा चाहिँ मैले जावलाखेल व्हिलचेयर खेलकुद क्लबको अध्यक्षको रूपमा रहेर काम गर्दै गर्दाखेरि मैले यो बिचमा चाहिँ जावलाखेल व्हिलचेयर खेलकुद क्लबको आफ्नै लेडिज टिम बनाउन सफल भएका छौँ, जुन लेडिज टिमले अहिले मेहनत गरेर नेपालको नम्बर 1 क्लब बन्न सफल भएको छ। त्यो सँगसँगै खेलाडीहरूमा खेल मात्र नभएर उनीहरूलाई रोजगारमा संलग्न गराउने सपना थियो। त्यो अहिले मेरो 98% मेरा सम्पूर्ण खेलाडीहरू चाहिँ केही न केही रूपमा चाहिँ जागिर गरिराख्नु भएको छ, बिजनेस गरिराख्नु भएको छ, कोही पढिराख्नु भएको छ। त्यो एउटा सपना पुरा भएको छ। त्यो सँगसँगै नेपालमा भएका विभिन्न टुर्नामेन्टहरूमा चाहिँ जावलाखेल व्हिलचेयर खेलकुद क्लब चाहिँ अहिले नेपाल एपिएफ क्लबसँग आबद्ध भएर अहिले यो सशस्त्र प्रहरीबाट चाहिँ हामी खेल्न सफल भएका छौँ। यो सानो एउटा सुरुवात हो। सशस्त्र पुलिस क्लबमा हामी आबद्ध भए तापनि धेरै सेवा सुविधाहरू पाउन सकेका छैनौँ, तर पनि हाम्रो सुरुवात चाहिँ भएको छ। सुरुवात भएर हामी एपिएफको ड्रेसमा हरेक टुर्नामेन्टमा चाहिँ रिप्रेजेन्टेसन भएर खेलिरहेका छौँ। यी सँगसँगै हामीले भौतिक संरचनाहरूमा पनि अवेरनेसहरू गर्दै आइरहेका छौँ। हामीलाई केही न केही रूपमा चाहिँ तल्लो फ्लोर मात्रै अपाङ्गता मैत्री भयो भने विद्यालय जान हामी सक्छौँ, पढ्न सक्छौँ, हस्पिटल जान सक्छौँ, शौचालयहरू अपाङ्ग मैत्री हुनुपर्छ भन्ने छौँ। म ललितपुरलाई मात्रै फोकस गर्छु अहिलेलाई। हाम्रो ललितपुर महानगरपालिकाको मेयर साहब हुनुहुन्छ चिरीबाबु महर्जन। उहाँ जुनसुकै पार्टीको भए तापनि जनताको लागि एकदमै राम्रो काम गर्नुभएको छ। समाजमा भएका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, जनजाति कुनैलाई पनि नछुटाइकन सबैलाई समावेश गरेर आफ्नो समुदायलाई, आफ्नो महानगरलाई चाहिँ एउटा स्मार्ट सिटी बनाउँछु भनेर लागिराख्नु भएको छ। त्यहाँ पनि हामीलाई सल्लाहहरू माग्नुहुन्छ।
फुटपाथहरू अपाङ्ग मैत्री भए कि भएनन्, तपाईँहरूलाई कहाँनिर समस्या छ भनेर जाउलाखेलमै अपाङ्ग मैत्री शौचालयको निर्माणहरू भइरहेका छन्। त्यसपछि हाम्रो कुसुन्तीमा अहिले लिफ्टसहितको एउटा फ्लाइओभर पुल बन्दैछ, त्यो कुराहरूमा छन्। पार्कहरू अपाङ्ग मैत्री छन् कि छैनन्, मैले बनाएका भौतिक संरचनाहरू अपाङ्ग मैत्री छन् कि छैनन्, तपाईँहरू आएर नै असेसमेन्ट गरिदिनुहोस्। मलाई त्यति थाहा नहुन सक्छ, त्यो सम्बन्धी मलाई ज्ञान नहुन सक्छ, तपाईँहरूले भोगेका समस्याहरू मलाई भनिदिनु भयो भने म आफै बनाउँछु भन्नुहुन्छ। अहिले बनेको नयाँ बिल्डिङ हामीलाई सुरुमा मेयर साहबलाई भेट्न नपाउँदाखेरिको पीडा जुन हामीले प्रस्तुत गऱ्यौँ, त्यसपछि उहाँले हरेक कुराहरूमा चाहिँ ध्यान दिँदै जानुभयो र अहिले ललितपुर महानगरपालिकाको नयाँ बिल्डिङ बनेको छ, त्यसमा चाहिँ हामी सिधै मेयर साहबलाई भेट्न चाह्यौँ अथवा उपमेयर साहबलाई भेट्न चाह्यौँ भने हाम्रा समस्या लिएर मजाले भेट्न सक्छौँ। उहाँ त्यतिसम्म सेन्सिटिभ भइसक्नु भएको छ, समाजमा भएका अपाङ्गता भएका व्यक्तिहरूका हरेक समस्याको चाहिँ समाधान गर्ने कोसिस गरिराख्नु भएको छ। यस्ता समस्याहरू चाहिँ हामी ललितपुरमा मात्र नभएर अन्य क्षेत्रहरूमा पनि अन्य स्थानीय निकायहरूलाई पनि हामी समन्वय र सम्पर्क गर्दै विकासमा चाहिँ सहज गरिरहेछौँ। जाउलाखेल व्हिलचेयर स्पोर्ट्स क्लबमा के भइरहेको छ र आगामी नयाँ योजनाहरू के रहेका छन्? नेपालमा बास्केटबल खेलको अवस्था कस्तो छ जस्तो लाग्छ यहाँलाई? बास्केटबलको अवस्था धेरै राम्रो भइसकेको छ। हामी 4वटा 5वटा टिम मात्र थियौँ 5 वर्ष अगाडि भने अहिले 11वटा टिमसम्म पुगिसकेको छ महिला पुरुष गरेर। यो भनेको धेरै राम्रो विकास हुँदैछ। टुर्नामेन्टहरूमा पनि यो जेन्जी आन्दोलनपछि केही समय चाहिँ रोकिए, तर अब बिस्तारै फेरि भर्खरै हामीले 3वटा टुर्नामेन्ट सकायौँ। जाउलाखेल व्हिलचेयर खेलकुद क्लब ललितपुर महानगरपालिकाको सहयोगमा हामी आफै एउटा टुर्नामेन्ट गर्दैछौँ, जुनमा 12वटा टिम चाहिँ सहभागी हुँदैछ। यहाँ सबैजनाको प्रेरणाको स्रोत हुनुहुन्छ, यहाँ हाम्रो पनि प्रेरणाको स्रोत हुनुहुन्छ होइन। हामीले यहाँभन्दा अगाडिको इन्टरभ्यूमा पनि यहाँको एउटा जर्नीको बारेमा कुराकानी गरेका थियौँ। समाजमा आएका अप्ठ्यारा खुड्किलाहरूलाई चिरेर आज यहाँ आइपुग्नु भएको छ। आज हामीले 5 वर्षपछि कुरा गर्दा झनै धेरै प्राउड फिल भइरहेछ यहाँप्रति होइन। यहाँले गर्नुभएका कार्यहरूप्रति, जसरी सामाजिक कार्यहरू गर्दै आइरहनु भएको छ, जसरी यहाँले एउटा देशलाई नै केही गरौँ भनेर लाग्नु भएको छ, जसरी पारा खेल्न चाहनुहुने खेलाडीहरूको लागि एउटा इन्सपिरेसन पर्सन पनि हुनुहुन्छ, प्लस उहाँहरूलाई प्रेरित पनि गरिरहनु भएको छ, जसरी यहाँको क्लबबाट पनि होइन। आज चाहिँ यहाँले आफ्नो बास्केटबल गेमको यात्रालाई कसरी बताउन चाहनुहुन्छ? ती नेगेटिभ पाटोहरू चाहिँ म सम्झिन चाहन्न। धेरैहरू दुःखहरू भोग्नु पर्यो, धेरै स्ट्रगल गर्नु पर्यो, मान्छेहरूलाई कन्भिन्स गर्नेदेखि लिएर अपाङ्गतालाई नबुझ्ने समस्या नेपाली समाजमा अझै पनि हेर्ने दृष्टिकोण, गरिने व्यवहारहरू अझै पनि फरक खालको छ। छुट्टै ग्रहबाट आएको व्यक्तिहरूको रूपमा पनि हेर्ने चलन छ। हामी सहरी एरियामा भन्छौँ सहज भइसकेको छ, बनिसकेको छ भन्छौँ, अझै पनि गाउँ टोलमा हेर्ने हो भने अपाङ्गता भएको व्यक्तिहरूलाई यसले खाना पाएको छ, लाउन पाएको छ, पुगेकै छ, हामीले पुर्याएकै छौँ भन्ने सोच र एउटा 4 वालभित्र चाहिँ सीमित गराउने कोसिस गरिरहेको छ। यसलाई दया माया दिए पुगिहाल्यो नि भन्ने खालको सोच, त्यो खासमा गलत छ। म पहिल्यैदेखि के भन्छु भने अपाङ्गता भएको व्यक्तिहरूलाई अवसरको खाँचो छ। अवसर, माया र प्रोत्साहन दियो भने अपाङ्गता भएको व्यक्तिहरूले आफ्नो परिवार, समाज र आफ्नो राष्ट्रको लागि योगदान दिन सक्छन् भनेर मैले आफै पनि एउटा प्रतिनिधित्वको पात्रको रूपमा देखाइरहेको छु भने अरू अपाङ्गता भएको व्यक्तिहरूले पनि गर्न सक्छन्। तर त्यसमा परिवार, समाज र राष्ट्रले सहयोग गरेन भने चाहिँ म आफै एक्लैले गर्न सक्छु भनेर मैले चाहेर पनि गर्न सक्दिनँ। त्यो भएर म यहाँसम्म आउनुमा मेरो सहायक सामग्रीले जति भूमिका खेलेको छ त्यसमा मेरो परिवारले पनि खेलेको छ, मेरा साथीभाइहरूले खेलेका छन्, मेरा सरसल्लाह दिने मेरा आदरणीय गुरुवर्गहरू हुनुहुन्छ, उहाँहरूलाई पनि सम्झिन चाहन्छु। यहाँलाई बाहिरबाट हामीले हेर्दाखेरि होइन र विभिन्न अन्य व्यक्तिहरूले हेर्दाखेरि पनि एकदमै सफल भरत ऋषि भनेर देख्ने गरिन्छ होइन। तर यसको पछाडिको स्टोरी र जति दुःख गर्नुभएको छ यहाँलाई नै थाहा छ त्यो सङ्घर्ष होइन। यहाँलाई चाहिँ कतिको सफल भए जस्तो लाग्छ? म अझै पनि सफल भइसकेको छैन। मैले सक्ने गर्ने प्रयास गरेको छु र समाजले जुन तरिकाले हेर्ने गर्थ्यो त्यो हेराइमा कम्पेयर गर्ने हो भने त म सफल भइसकेको छु। तर मेरो नजरमा चाहिँ अझै पनि सफल भइसकेको छैन, किनभने म जस्तै थुप्रै अपाङ्गता भएको व्यक्तिहरू अझै पनि सहायक सामग्री नपाएर घरभित्र सीमित हुनु परेको छ। उहाँहरूले एउटा व्यक्तिगत सहयोगीको रूपमा सहयोगी पाउनु भएको छैन, परिवारबाट अझै साथ सपोर्ट पाउनु भएको छैन, दया मायाले हेर्नुपर्छ भन्ने भावना छ। तिनीहरूलाई चाहिँ
चिर्नको लागि म अझै पनि थुप्रै अपाङ्गता भएको व्यक्तिहरूको लागि लड्नुपर्नेछ, उहाँहरूलाई अवसरको बाटोसम्म पुर्याउनु पर्नेछ, तपाईँहरूले सक्नुहुन्छ है भनेर प्रेरणा दिनुपर्नेछ। त्यो भएर मैले अझै दुःख गर्नुपर्नेछ र मैले अझै योगदान गर्नुपर्नेछ भन्ने लाग्छ। अपाङ्गता भए तापनि यहाँले सामान्य मानिसभन्दा धेरै राम्रो कार्य गरिरहनु भएको छ। जावलाखेल व्हिलचेयर स्पोर्ट्स क्लबमा चाहिँ अहिले के भइरहेको छ र भविष्यका योजनाहरू के रहेका छन्? जावलाखेल व्हिलचेयर खेल क्लबमा चाहिँ अहिले हामीले जुन खेलाडीहरूको इन्क्रिमेन्ट गरिरहेछौँ, धेरै अपाङ्गता भएको व्यक्तिहरू चाहिँ हाम्रो खेलकुद क्लबमा चाहिँ आबद्ध हुनुभएको छ। यो भनेको हामी विकासको क्रममा छौँ। त्यो सँगसँगै हामीले 5 वर्ष अगाडि हामी रफ राइडर व्हिलचेयरमा खेल्थ्यौँ, जुन स्पोर्ट्स व्हिलचेयर हुँदैन थियो, नर्मल व्हिलचेयरमा खेलिरहेका थियौँ। अहिले हामी आफै सक्षम भएर चाहिँ डोनेसन मागेर हामीलाई चाहिँ यो खेलकुद क्लबमा हामी अब्बल भए तापनि हामीलाई केही व्हिलचेयरहरूको कमीले गर्दाखेरि हामी पछि परिरहेका छौँ भनेर एउटा रिक्वेस्ट गरेको कारणले गर्दाखेरि हामीसँग अहिले 13वटा स्पोर्ट्स व्हिलचेयरहरू उपलब्ध भएका छन्, जसले गर्दा हामीलाई खेलकुदमा अझै पनि सहयोग पुगेको छ। त्यो सँगसँगै हामी ललितपुर महानगरपालिका वडा नम्बर 4 मा दर्ता भएको कारणले गर्दाखेरि वडा अध्यक्षज्यूसँग विभिन्न खालका मिटिङहरू गरिरहेका छौँ, उहाँहरूलाई कन्भिन्स गरिरहेका छौँ। अपाङ्गता भएको व्यक्तिहरूको खेलकुद यो लेभलमा पुगिसक्यो र यसमा स्थानीय तहको चाहिँ अझै पनि सपोर्ट चाहिन्छ भनिरहेका छौँ। त्यो सँगसँगै ललितपुर महानगरपालिकालाई पनि खेलकुदको महत्त्व र यसको आवश्यकता सम्बन्धी पनि बुझाइरहेका छौँ। ललितपुर महानगरपालिकाले पहिलोपटक अपाङ्गता खेलकुदमा चाहिँ लगानी गरेको है, त्यसपछि यो लगानीले गर्दाखेरि सुरुवातको ढोका खुलेको छ र आउने दिनहरूमा अझै पनि बजेट बढ्नेछ। पक्कै पनि त्यो बजेटले हामीलाई पुगेको छैन र भविष्यमा चाहिँ हामी के गर्न चाहन्छौँ भने ललितपुर महानगरपालिकामा भएका 29वटै वडामा एउटा न एउटा खेलमा संलग्न हुने खेलाडीहरू चाहिँ उत्पादन गर्न चाहन्छौँ। जस्तो कि बास्केटबल मात्र नभएर व्हिलचेयर रेसको कुरा छन्, व्हिलचेयर टेबल टेनिसका कुरा छन्, व्हिलचेयर क्रिकेटका कुरा छन्, स्विमिङका कुरा छन्, बोसियाका कुरा छन्। यी सबैको लागि चाहिँ हामी 29वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई निमन्त्रणा गरेर उहाँहरूलाई इच्छा लागेको गेममा चाहिँ संलग्न हुनको लागि हामीले सपोर्ट गर्छौँ। यो चाहिँ भविष्यको योजना चाहिँ जावलाखेल व्हिलचेयर खेलकुद क्लबले महानगरपालिकालाई एउटा राम्रो व्हिलचेयर बास्केटबल टिम बनाएर हस्तान्तरण गर्ने चाहिँ प्लान छ। यहाँको जीवनको यात्रा पनि लामै भइसकेको छ र यहाँ काठमाडौँमै बसोबास गर्दै हुनुहुन्छ र यहीँ बसेर यहाँले एउटा सङ्घर्ष गरेर स्नातकोत्तर पुरा गरिसक्नु भएको छ होइन। र यहाँको जन्मथलो जाजरकोट, जहाँबाट यहाँको एउटा यात्रा सुरुवात भयो। यहाँले जसरी यहाँको स्टोरीमा मैले सुनिरहेको थिएँ, जुन तरिकाले यहाँले बयान गर्नुभएको छ, भेरी हट टचिङ होइन। र यहाँ जाजरकोट चाहिँ कतिको जानुहुन्छ, जाजरकोटलाई आज कसरी सम्झिनुहुन्छ, जाजरकोटवासीहरूलाई केही भनिदिनुहोस्। मेरो जाजरकोट चाहिँ जन्मथलो भए तापनि मेरो कर्मथलो चाहिँ काठमाडौँ भयो, किनभने जाजरकोटमा त्यो भौगोलिक अवस्था हामी अपाङ्गता भएको व्यक्तिहरूलाई एकदमै गाह्रो छ। त्यहाँ यातायात छैन, पढ्नको लागि स्कुलहरू एक्सेसेबल छैन, उपचार गर्नको लागि हेल्थ केयरहरू अझै छैन, बत्ती पुगेको छैन। त्यो एकदमै दुर्गम ठाउँ भएको कारणले गर्दाखेरि म जुन ठाउँमा हुन्थेँ त्यो ठाउँमा भएको भए आज यो ठाउँमा आउनलाई धेरै नै कठिनाइ थियो। तर मैले समयमा नै काठमाडौँ आएर उपचार गर्ने, उपचार नभइसकेपछि अर्को विकल्प पनि खोजेँ। अनाथालयमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिन्छु भने यहाँसम्म बसेर पढेर अहिले जुन अवस्थामा छु त्यो अवस्थामा नहुन पनि सक्थेँ। त्यो कारणले गर्दाखेरि जुन जाजरकोटमा भएका अपाङ्गता भएका व्यक्तिहरू अहिले पनि मलाई सम्झिनुहुन्छ, अपाङ्गता भएका व्यक्ति नभएका व्यक्तिहरूले पनि मलाई सम्झिनुहुन्छ, धेरै राम्रो काम गर्नुभएको छ, गर्नुहोस् भन्नुहुन्छ। त्यसले गर्दाखेरि मलाई मोटिभेसन पनि हुन्छ, मलाई अझै काम गर्नुपर्नेछ, मैले आफ्नो क्षेत्रलाई चाहिँ अझै विकास गर्नुपर्नेछ भन्छु। मैले जाजरकोटबाट फर्किएर आएपछि मैले 17 वर्षपछि फेरि जाजरकोट फर्किँदाखेरि सायद म त्यो सपना अझै पनि सपना जस्तो लागिरहेछ। मैले देखेको जाजरकोट पहिला र अहिलेको जाजरकोटमा धेरै भिन्नता पाएको छु। विकास हुँदैछ, विकास क्रम र मान्छेको सोच पनि परिवर्तन हुँदैछ। एकजना अपाङ्गता भएको व्यक्तिहरूको एउटा अङ्ग नचलेको अरू अङ्गले काम गरेर उनीहरूले पनि समाजलाई योगदान दिन सक्छन् भनेर चाहिँ भनिराख्नु भएको हुन्छ। त्यहाँको वडा अध्यक्षज्यू, त्यहाँको गाउँपालिकाको अध्यक्षज्यूहरूले पनि मलाई प्रेरणा दिइराख्नु भएको छ। तपाईँहरूले यति राम्रो काम गर्नुभएको छ, हामीले गर्न नसकेको काम गर्नुभएको छ भनेर चाहिँ सम्झिनुहुन्छ। त्यसमा एकदम खुसी लाग्छ। यहाँले सोसल मिडियामा सेयर गर्नुभएको स्टोरीमा होइन एउटा शब्द छ, असक्षम शरीर हुन्छ सपना कहिल्यै हुँदैन भनेर। एकदम होइन, यो सँगसँगै यहाँका सपनाहरू कतिको बढिरहेका छन्? मेरा सपना पहिला साना थिए, मैले पुरा गर्छु होला भनेको थिएँ। ती सपनाहरू, साना साना सपनाहरू पुरा गर्दै जाँदा सपनाहरू बढ्दै पनि जाँदा रहेछन्
आकाङ्क्षाहरू बढ्दै जाँदा रहेछन् त्यही पुरा गर्नको लागि मैले दिनुपर्ने इफर्ट 90% मैले इफर्ट चाहिँ दिएको छु र 10% चाहिँ म भगवान्प्रति पनि विश्वास गर्ने भएको कारणले गर्दा 10% भगवान्लाई दिएर मैले गर्नुपर्ने दुःख गरेको छु र सपना पनि बिस्तारै सोचेका कुराहरू सबै पुरा हुन पनि सफल भएका छन्। जसरी यहाँले एउटा अपाङ्गतालाई एउटा आफ्नो स्ट्रेन्थ बनाउनु भएको छ होइन, जसरी एउटा नर्मल मानिसले भन्दा पनि यहाँ धेरै नै सफल हुनुहुन्छ। सायद सबैले सबै हातखुट्टा अङ्ग प्रत्यङ्ग चलेर पनि सायद यति गर्न सक्नु भएको छैन, त्यति त भरतजीले गर्नुभएको छ। हामी सबैजनालाई एउटा इन्सपायर गर्नुभएको छ होइन। जस्तै अन्य अपाङ्गता भएर बस्नुभएका मानिसहरू होइन, जसलाई चाहिँ म होइन उहाँहरू जस्तो यसरी हिँड्न सक्दिनँ, यो गर्न सक्दिनँ भनेर छोटो एउटा मनमा हुन्छ नि, हिचकिचाहट भनौँ न, काहीँ न काहीँ हुन्छ। त्यसलाई चिरेर यहाँ जुन कन्फिडेन्सले जसरी यहाँले कुरा गर्नुहुन्छ, जसरी यहाँले अरूलाई बताउनुहुन्छ, विभिन्न सामाजिक कार्यहरू गरिरहनु भएको छ होइन, जस्तै उहाँहरूलाई चाहिँ कसरी यहाँ आज कसरी प्रेरणा दिन चाहनुहुन्छ अलिकति अलग ढङ्गबाट, जसरी उहाँलाई एकदम उत्साह मिलोस्। तपाईँले भनेको ठिक हो। मैले आफ्नो अपाङ्गतालाई कमजोरीको रूपमा नलिकन मैले चाहिँ यो अवसरको रूपमा लिएको छु र यो अपाङ्गता भइसकेपछि पाएका अवसरहरूलाई सही ठाउँमा सही समयमा पनि सदुपयोग गर्न जानेको कारणले गर्दा पनि म यो स्थानमा छु। त्यसरी नै अन्य अपाङ्गता भएका व्यक्तिहरू जो म गर्नै सक्दिनँ, अपाङ्गता भएका व्यक्ति मात्र नभएर होस्, अन्य त्यो जो एबल बडी भन्छौँ अपाङ्गता नभएका व्यक्तिहरूले पनि हामी जस्तो व्यक्तिहरूले गर्न सक्छौँ भनेपछि तपाईँहरू किन गर्न सक्नुहुन्न? आँट हिम्मत गर्नुहोस्। तपाईँहरूसँग त थुप्रै अवसरहरू छन्, केही सङ्घर्ष गर्नुपर्छ जस्तै लाग्दैन। म अपाङ्गता भइसकेपछि पनि मैले थुप्रै विकल्पहरू देख्छु। म अझै पनि मैले बिहान आफ्नो परिवारलाई समय दिन्छु, दिउँसो 10 to 5 काम गरिरहेको छु, अफिसमा एउटा राम्रै पोजिसनमा काम गरिरहेको छु। बेलुकाको समयमा म होम ट्युसनहरू पढाइरहेको छु। अझै पनि त्यो बाँकी भएको समयमा मैले अझै केही गर्न पाए हुन्थ्यो, मेरो समय नाश भइरहेको छ कि भन्ने लाग्छ। शनिबार म साथीभाइहरूसँग घुमफिर गर्छु र व्हिलचेयर बास्केटबल खेल्छु। त्यसरी नै मैले के भन्छु भने अपाङ्गता भएका व्यक्तिहरू चाहिँ रुमभित्र बस्ने काम नगर्नुहोस्। बाहिर जति हामी संलग्न हुन्छौँ सामाजिक कार्यमा संलग्न भइसकेपछि अपाङ्गताप्रति हेर्ने दृष्टिकोण फरक पर्छ। त्यहाँको स्थानीय निकायले पनि सोच्न बाध्य हुन्छ कि मेरो समाजमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरू छन् र उनीहरूलाई पनि घुमफिर गर्नको लागि यो पार्कमा आउनलाई सहज वातावरण बनाउनुपर्छ, यो वडा कार्यालयसम्म आउनलाई सहज वातावरण बनाउनुपर्छ भनेर भौतिक संरचनामा सोच्नुपर्ने एउटा बाध्यता आउन सक्छ। हो त्यो कारणले गर्दाखेरि मलाई दया माया र मलाई खाना लाउन पुगेकै छ, म किन बाहिर जाने भन्दा पनि मैले बोलिदिँदाखेरि म एउटा सामाजिक कार्यमा संलग्न भइदिनाले त्यहाँ विकास हुन्छ, त्यहाँ परिवर्तन आउँछ भने म गइदिनुपर्छ जस्तो लाग्छ। त्यो भएर जति पनि अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ तपाईँहरू गर्न सक्नुहुन्छ। तपाईँको परिवारको साथ माग्नुहोस्, अवसरलाई सही सदुपयोग गर्नुहोस्। थुप्रै विकल्प छन्। मैले गर्न सक्दिनँ, मलाई चाहिँ अवसर छैन, नेपालमा आफ्नो मान्छे भएपछि मात्र गर्न पाइन्छ र सेवा सुविधाहरू पाइन्छ भन्छ, त्यो गलत हो। आफूसँग खुबी छ, मैले गर्न सक्छु भन्यो भने थुप्रै अवसरहरू पाइन्छ जस्तो लाग्छ। जसरी यहाँले कुराकानीका क्रममा अहिले यहाँहरू एपिएफमा आबद्ध भएर एपिएफको नामबाट हामी खेलिरहेका छौँ भनेर भन्नुभयो होइन, तर कतिपय अवस्थामा चाहे जति यहाँलाई फेसिलिटिजहरू छैन होइन, जसरी हुनुपर्ने हो त्यतिसम्म छैन, केही बढी पनि रहेको छ, केही राम्रो केही सबै कुराहरू भइ पनि रहेको छ होइन। यहाँले त धेरै अनुभव गर्नुभएको छ, विभिन्न ठाउँमा जानुहुन्छ, विभिन्न प्रोग्रामहरू एटेन्ड गर्नुहुन्छ होइन, विभिन्न ठाउँमा चाहिँ यहाँले बोल्नु पनि हुन्छ, केही आवाज पनि उठाउनुहुन्छ, धेरै कार्यहरू गरिरहनु भएको हुन्छ होइन। र यहाँले यहाँ जस्तै साथीहरूसँग पनि धेरै यहाँको चाहिँ इन्ट्रेक्सन हुने गर्छ होइन, उहाँहरूलाई के छ समस्या कस्तो छ, किनभने आफै एउटा उसको क्लबको यहाँ प्रेसिडेन्ट पनि हुनुहुन्छ होइन। जस्तै के भइदिए चाहिँ यहाँहरू जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई नेपालमा खेल्नका लागि, बसोबास गर्नका लागि र सबै खेलमा रहनका लागि, सस्टेन रहनका लागि राम्रो वातावरण हुने थियो जस्तो लाग्छ यहाँलाई? पहिलो कुरा त हाम्रो जुन अपाङ्गता खेलकुद हेर्ने यो पारा खेलकुद हेर्ने फेडरेसनहरू हुन सक्छन्, सङ्घ संस्थाहरू हुन सक्छन्, उनीहरू चाहिँ एकजुट हुनुपर्ने आवश्यक देखिन्छ। त्योसँगै खेलकुद खेल्नका लागि मैदानहरू उपलब्ध छैनन्। अहिले हामी एपिएफमा आबद्ध छौँ। एपिएफमा व्हिलचेयर बास्केटबल ट्रेनिङ गर्ने हो भने कीर्तिपुर एउटा स्कुलमा पुग्नुपर्ने हुन्छ, त्यो बाहेक अन्य ठाउँहरू नै छैन। त्यस्तै हामीलाई अहिले जावलाखेल व्हिलचेयर खेलकुद क्लबलाई खेल्ने ठाउँ सेन्ट जेभियर्स स्कुलले नदिएको भए जावलाखेल व्हिलचेयर खेलकुद क्लब कहाँ पुग्थ्यो त्यो मैले सोच्न पनि सक्दिनँ।
त्यो भएर खेल्ने ठाउँहरू छैनन्, अभ्यास गर्नका लागि सामग्रीहरू छैनन्, नीति नियमहरू राम्रा बनेका छन्। नेपाल सरकारबाट खेलकुद परिषदले पनि राम्रा राम्रा नीति नियमहरू ल्याएको छ, तर ती कार्यान्वयन हुन सक्दैनन्। दुईटा पारा खेलकुद बनेर नेपालमा अहिले एउटा झगडाको बाटो बनिरहेको छ। खेलाडीहरू राम्रा राम्रा खेलाडीहरू नेपालमा छन्, आफ्नै पावरमा आफ्नो नजिक भएका खेलाडीहरू चाहिँ विदेश घुम्ने त्यस्तो पनि भइरहेको छ। एउटा सेलेक्सन प्रक्रियाहरू राम्रो भएको छैन, किन त्यहाँ नीति नै बन्न सकेको छैन, नीति कार्यान्वयन हुन सकेको छैन। त्यो कारणले गर्दाखेरि सबै सङ्घ संस्थाहरू मिलेर खेलाडीहरूको पक्षमा बोलेर अभ्यास गर्ने ठाउँहरू, सहायक सामग्रीहरू, खेलकुदका मेटेरियल्सहरू उपलब्ध गराउनेदेखि लिएर सरकारलाई घचघचाउने कामदेखि लिएर लियो भने अन्तर्राष्ट्रिय स्तरमा पनि पलेसा गोवर्धनले कत्रो नाम चिनाउनु भयो नेपालमा। त्यस्तै थुप्रै अपाङ्गता भएका व्यक्तिहरू अझै पनि हुनुहुन्छ योगदान दिन, नेपालको झन्डा फहराउनको लागि तयारीमा हुनुहुन्छ, तर यहाँका सङ्घ संस्थाको कमी कमजोरीले गर्दा होस्, अन्य नीति नियमको कार्यान्वयनको कमजोरीले होस्, खेलाडीहरू चाहिँ मर्कामा परिराख्नु भएको छ, छायामा परिराख्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामी चाहिँ अझै पनि आवाज उठाइरहेका छौँ। स्थानीय तह लेभलदेखि प्रदेश सरकार, केन्द्रीय सरकारले पनि यसमा चाहिँ ध्यान दियोस्। जेनजी आन्दोलनपछि नयाँ सरकार आएको छ, यसमा पनि ध्यान जानेछ भन्ने अपेक्षा राखेका छौँ र सकारात्मक लिएर चाहिँ हामी अगाडि बढी नै रहेका छौँ। अन्त्यमा अपाङ्गता भएका व्यक्तिहरू जो तपाईँभन्दा अलग हुनुहुन्छ, सपना देख्नका लागि डराउनुहुन्छ, उहाँहरूलाई कसरी प्रेरणा दिन चाहनुहुन्छ? अपाङ्गता भएका व्यक्तिहरू चाहिँ सपना देख्नलाई चाहिँ अलिक डराउनुहुन्छ। मैले गर्न सक्दिनँ कि मेरो एउटा शारीरिक कमजोरीले गर्दाखेरि पनि म त्यो सपना पुरा गर्नलाई मेरो पहुँच नपुग्ने हो कि भन्ने सोच्नुहुन्छ। कमजोरी त्यो चाहिँ आफूलाई चाहिँ डिमोटिभेट गरेको जस्तो लाग्छ। त्यो चाहिँ गर्नु हुँदैन। म सक्छु भनेर हिँड्यो भने पक्कै पनि त्यो आफ्नो लक्ष्यमा पुग्न चाहिँ सफल भइन्छ। बास्केटबल लगायत अन्य खेलकुदहरू चाहिँ विकास गर्नलाई मैले अघि पनि भने, पहिलो कुरा स्थानीय सरकार जुन हामीलाई ललितपुरले अहिले सपोर्ट गरिरहेछ, त्यसरी नै काठमाडौँ महानगरपालिकाले पनि राम्रो सहयोग र बजेट छुटाउने काम गरेको छ। त्यसरी नै प्रदेश सरकार, स्थानीय सरकार, यो प्राइभेट सेक्टरहरूले पनि आफ्नो CSRको अमाउन्ट हुन्छ, कम्युनिटीमै लगानी गर्नुपर्ने हुन्छ। ती राइट ठाउँमा राइट मान्छेले पाए भने हामी मार्जिनलाइज ग्रुपहरूलाई चाहिँ माथि उठ्नलाई चाहिँ एकदम सहज हुन्छ, स्पोन्सरसिप गर्नलाई र अपाङ्गता खेलकुदमा चाहिँ इन्भेस्ट गर्नलाई चाहिँ कोही पनि नडराइकन लाग्यो भने अपाङ्गता खेलकुद अन्य खेलकुद सरह नै पुर्याउन सकिन्छ भन्ने लाग्छ। हस्, यहाँको यो अमूल्य समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद, नमस्कार। हस् त, आजको लागि भने भरतजीसँगको यो कुराकानी सँगसँगै हाम्रो कार्यक्रमको समय सकिसकेको छ। हामीहरूको नयाँ एपिसोडमा नयाँ व्यक्तित्व र विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि मेरो सम्पूर्ण टिमसहित म सीता गिरी पनि बिदा चाहन्छु। नमस्कार।